सबैजनालाई बिहानको दाना पानी भ्याइसकेर मैले भैँसीलाई नुहाइधुवाइ गरेर पनि भ्याइसक्न लाएँ। यता चाहिँ एकजना आराम पनि गरिसके। अब यिनलाई नुहाइधुवाइ गरेर यिनलाई आराम गराएपछि मात्रै आफूले बल्ल चिया पानी खाने आफ्नो आरामको पालो आउँछ। पहिला यिनलाई आनन्द गराउने अनि त्यसपछि आफूले लिने। अनि सबैजनाले एउटा कुरा म्यासेज गरेर रिप्लाई दिनु भएन भनेर रिसाउनु भएको रहेछ। रिप्लाई दिन चाहिँ खासै सम्भव हुँदैन कामको व्यस्तताले गर्दा। त्यही भएर कसैलाई केही सुन्न इच्छा भएन केही भएन जानकारीको लागि चाहिँ आफ्नो नम्बर छोडिदिनु होला प्लिज। हामीले आफै फोन गरेर सबै हजुरहरूको इच्छा अनुसारको जानकारीहरू गराउने छन्। अब कमेन्ट धेरै हुन्छ त्यसमा रिप्लाई दिन सम्भव हुँदैन। त्यसैले गर्दा सबैलाई इच्छा भएमा आफ्नो नम्बर छोडिदिनु होला। त्यसैमा मैले फोन गर्नेछु। अनि कामको यस्तो हेर्नु न कति बिजी भइन्छ। अब यति बेला समय यस्तै हो। अनि घाँस काट्नु पर्यो। अब मोबाइल यस्तो एक दुईवटा भिडियो बनायो पोस्ट गर्यो खासै हेर्न पनि भ्याइँदैन। त्यही भएर यस्तो सर हेरेको बेला